सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि म चाहिँ यासिका आचार्य। मेरो चाहिँ यो फर्स्ट मुकबाङ भिडियो युट्युबमा। सबैजनाले हेरेर धेरै धेरै माया दिनु होला। आज चाहिँ मैले मेरो दिदीसँग मुकबाङ गर्दैछु। इन्ट्रोडक्सन गर्न आफ्नो। मेरो नाम दीपिका भण्डारी। अनि आज हामी दुईजनाले चाहिँ करेन्ट नुडल्स च्यालेन्ज गर्दैछौँ। च्यालेन्ज भन्दा नि मुकबाङ गर्दैछौँ। गफ गर्दै खान्छौँ हामी चाहिँ। अनि हामीसँग चाहिँ एक-एकवटा 3x स्पाइसी करेन्ट नुडल्स छ अनि एउटा अन्डा छ। अनि आज चाहिँ हामी खान्छौँ। कोल्ड ड्रिङ्क्समा चाहिँ हाम्रो पानी छ। चिसो छ नि त। स्टार्ट गरौँ है। हामीले चाहिँ आज 3x मा लिएर आएको छौँ। अलिक पिरो खान मन लागेर। सन्चो छैन कस्तो हुन्छ मुकबाङ खाँदै भिडियो बनाउँछौँ। कस्तो पिरो छ? पिरो छ। मलाई धेरै पछि आएको नि। खाए ल? खाएँ। मिठो भयो। 3x त लास्टै पिरो हुने रहेछ। मलाई सक्छु है सक्दिनँ खानलाई। 3x खान लाग्यो पिरो रहेछ। अनि कति पछि खाएको नि। मैले त अस्ति भर्खरतिर खाएको थिएँ। खाइरहेको हुन्छु मैले त। मेरो त धेरै पछि नै हो। लगभग 5-6 महिनै भयो होला हौ मैले खाएको त। ऊ चाहिँ यस्तो बाहिरको जङ्क फुडहरू खाँदैन। खाँदै हेल्दी खाने रे। मोटाएको छु नि। मोटी छु। म चाहिँ खानाको सट्टा पनि यो खान सक्छु। पिरो रहेछ है। 3x है लास्टै पिरो हुने रहेछ। मैले नर्मली 2x खाइरहेको हुन्थेँ। अनि आज यो मुकबाङ गर्नलाई चाहिँ मैले उसलाई कन्भिन्स गर्दा खाम न खाम भनेर 3 बजिसक्यो होला है। 3 बजिसक्यो होला। ढिला नै भयो हाम्रो। आज चाहिँ हामी यताउता गर्दा अनि बल्ल खायौँ। खासै युट्युबमा भिडियो बनाउने चाहिँ आइडिया थिएन हाम्रो। अनि अब चाहिँ हामी स्टार्ट गर्दैछौँ। सबैले लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला। हामीले बराबर हाल्यौँ भने मेरोमा धेरै भयो कि क्या हो? होइन बराबरै छ। हेर्दैछ त मेरोमा धेरै जस्तो लागिरह। पिरो मिठो पिरो है। मिठो भयो। हट वाटर खाइरहेछौँ। जाडो छ नि त, घाँटी दुख्छ के। तर पानी चाहिँ हट खान्छौँ। अरू कुरा चाहिँ खासै बार्दैनौँ है। पानीपुरीहरू पायो भने त हामी खान्छौँ। यसो बार्नु पनि हुँदैन नि। हाम्रो चाहिँ आज फेरि मुकबाङ गर्न स्टार्ट गरेको है। आइफोनमा चाहिँ स्टोरेज फुल भएर यति छिटो फुल हुने कि है। लास्टै फोटो भिडियो फेरि लास्टै खिच्छौँ हामी चाहिँ। अनि त्यही भएर खाए ल अन्त। हामी चाहिँ आज समस्यामा छौँ। अब चाहिँ छिटो खाऊँ ल। करेन्ट चाहिँ तातो मिठो हुन्छ कि है। मैले चाहिँ खासै अहिलेसम्म युट्युबमा भिडियोै बनाएको थिएन कि। आज कहाँबाट बनाउनु भनेको त्यही पनि यस्तो भयो। तर मसँग एउटा पानीपुरीवाला च्यालेन्ज चाहिँ छ, जुन चाहिँ मैले 4-5 वर्ष अगाडि भाइसँग गरेको थिएँ कि। तिमी हालेन त त्यो भ्लग चाहिँ अलि हामीले त्यो बेलामा लो क्वालिटीको फोनबाट गरेको थियो। अनि स्टिल मसँग छ कि त्यो भिडियो हेर्दा कस्तो खुसी लाग्छ मलाई। भाइले जितेको थियो तर च्यालेन्ज गर्दा। आज चाहिँ हामीले नर्मल मुकबाङै गऱ्यौँ। त लास्टै पिरो 3x चाहिँ लास्टै पिरो रहेछ। आज चाहिँ हामीले फ्राई भन्दा नि बोइल खाऊँ न भनेर बोइल खाएको। आज चाहिँ कस्तो कोइन्सिडेन्स भइरहेको भने आज मैले फर्स्ट युट्युब भ्लग बनाउनु लगाएको। त्यही पनि मेरो फेभरेट पिङ्क कलरको ड्रेस भनेको। पिङ्क कलर चाहिँ मेरो लागि एउटा के हो, गुड लक हो। हाम्रोमा चाहिँ आज स्पेस फुल भएर भिडियो काटी उ भइरहेछ। भनेको छ।
अनि डिलिट गर्दै खाँदै फेरि रोकिँदै त्यस्तो त्यस्तो गरिरहेको छौँ। त्यसको लागि चाहिँ आज सरी है। तर करेन्ट मिठो भयो है। के अरे हामीले त थम्बनेलै बनाउन बिर्सेछौँ कि आज थम्बनेल कसरी बनाउँछ नि आइडिया नै छैन हामीलाई। अनि त्यो त्यस्तो गर्नु पनि बिर्सेछौँ कि। ए हाल्दिउँ न त्यो थम्बनेलको लागि है धेरै नाटक पारा नभन्नु नि, हल्का नाटकै पार्छौँ हामी। नसक्नु सक्यो हौ खासै मेरो च्यानल चाहिँ धेरै सब्सक्राइब धेरै गरिदिनु तपाईँहरूले, सबैले हेरिदिनु। अब चाहिँ हामी च्यालेन्जहरू नि अरू अरू पनि ल्याउनेछौँ, धेरै भिडियोहरू। म मेरो साथीहरूसँग घुमेको ओरेको साथीहरूसँग नि भिडियो ल्याउँछु, अनि मेरो भाइसँग पनि ल्याउँछु। उसलाई पनि युट्युब एकदमै धेरै मनपर्छ, अनि म सबैसँग भिडियोहरू ल्याउँछु। अब म अरू कुरा त छिटो छिटो खाँदै, आज त किन हो ढिलो खाइरहेको छु मैले। आज चाहिँ स्याटरडे भएर हामीले फर्स्ट भयो है। च्यालेन्ज गरेपछि टाइम जित्नु रहेछ है। च्यालेन्ज जस्तो त भयो त। अब नेक्स्ट टाइमबाट चाहिँ हामी जित्नेले केही प्राइज पनि राखेर अनि उ गर्छौँ। आजको बारे गरौँ न त, पनिसमेन्ट दिउँ न त। होइन, अब अर्कोचोटि चाहिँ आजलाई चाहिँ केही पनि हुन्न। अगाडि हामीले भिडियोमा भन्नुपर्छ, त्यो पनि भनेनौँ कि। आज हाम्रो पहिलो ट्राई हो नि त यो, त्यही भएर थोरै पनि खान नै भयो पुग्यो। लास्ट पिरो छिटो खाऊ न तिमीले, यसरी त कहिले सकिन्छ त। अनि लाइक कमेन्ट सेयर सबै गरिदिनु है हाम्रो च्यानल चाहिँ। मैले साथीहरूलाई पठाइरहेको छु, कसैले सब्सक्राइब गरिदिनु। त्यही त हामी गेम्सहरू सबै धेरै टाइपको भिडियोहरू लिएर आउँछौँ कि, ब्लग अनि त्यसपछि आउटिङहरू गएको सबै भिडियोहरू। हामीले फर्स्ट टाइम यो भिडियो बनाएको, त्यो पनि कति दुःख गरेर बनाएको छौँ कि है। सबैजनाले सपोर्ट गरिदिनु होला होइन। लास्ट पिरो मिठो भयो तर है, धेरै पछि खाएको त होइन, तर 3x चाहिँ धेरै पछि खाऊ। अब हामीले चाहिँ मुकबाङ हाम्रो सकायौँ। हामीले करेन्टको मिठो थियो है, मैले बनाएको एकदमै मिठो थियो। अनि त्यसपछि हाम्रो मेरो च्यानल चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु, अनि हाम्रो यो भिडियो कस्तो लाग्यो भनिदिनु। अनि सबैलाई धेरै धेरै माया मेरो तर्फबाट पनि अनि दिपिकाको तर्फबाट पनि। अनि हामी यस्तै भिडियो लिएर फेरि पनि छिट्टै आउनेछौँ। हामीलाई चाहिँ धेरै माया दिनु होला, अनि मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। कति भनेको एउटै कुरा नभन्नु है। बाई।